आइपुगेछ आज गाउँमा त्यही भएर उनीहरू खुरो खेल्ने रे म यो चाहिँ खोर्सानीको बिउ कतिको मा छैन कहानी बस आज रातिसम्म खेल्ने हाम्रो भुटानमा चाहिँ डुक्पा खोर्सानी भन्छ अरे किन म कहिले पनि खोर्सानी त के मेरो छोरीको के भन्छ तिर्सना निभाएको छ मेरो छोरी जस्तै लाग्छ मेरो छोरीहरू मसँग छैन त्यो कारण झारपुत लिएर आए साँच्ची दे मलाई कति जित्यो थाहा छ कति जित्यो पहिला पहिला त मलाई भात सब्जी पकाउनु पनि आउँथेन साथीहरू हेलो गाइस कुजाम्पो नमस्ते फेरि पनि वेलकम ब्याक टु आवर च्यानल एन्ड अब नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् सेयर गर्नुहोस् लाइक गर्नुहोस् अन्त हाम्रो जर्नीमा रहिरहनुहोस् हामीसँग अनि नि आजदेखि हामीले के डिसाइड गरेको छौँ भने 30 डेज च्यालेन्ज गर्ने भनेर अन्त 30 डेज च्यालेन्ज के को बारेमा भने चाहिँ हामी कन्टिन्यू 30 डेज भिडियो लाउने छोटो होस् कि लामो होस् लगाइबस्ने किनभने साथीहरू हाम्रो च्यानल पनि मोनेटाइज हुनु पर्यो होइन साथी त्यहाँदेखि तपाईँहरूको सहायताले अब आफूले त सक्दैन तपाईँहरूको सहायता पनि चाहिन्छ है साथी अन्त साथी मात्रै होइन साथीहरू अनि नि म चाहिँ आज के गर्दैछु भने यहाँनिर खोर्सानी गोड्दैछु यति हुँदै गोड्नु पर्यो मलाई साह्रो पर्दैछ अन्त लुङटेनको चाहिँ एउटा प्लान छ आज उसको साथीहरू कोही कता कता वाङ्दी कता कता बस्ने साथीहरू आइपुगेछ आज गाउँमा त्यही भएर उनीहरू खुरो खेल्ने रे म तपाईँहरूलाई पनि त्यो देखाउँछु त्यो पनि देखाउँछु तपाईँले हेरिरहनु होला जुरिरहनु होला साथीहरू है यस्तो फोन राख्नु भन्छ कि फोन राख्ने जग्गा हुँदैन हौ गाइस फोन राख्ने जग्गा हुँदैन कि फोनबाट बनाउँदैछु हो अन्त एकजना हाम्रो भाइ चिनाजना भाइले पनि हाम्रो च्यानललाई सपोर्ट गरिदिनु भयो हेरिदिनु भएको थियो अन्त उसले सजेस्ट गर्नुभएको थियो कि हामीले एउटा माइक्रोफोन किन्नु भनेर होइन हाम्रो भोइस क्लियर सुन्दैन रहेछ अरे पोर भनेर अन्त त्यो भएर अब त्यो त किन्नु लागि पैसा चाहिन्छ त्यो भएर अलिक अब पछाडि हेरौँ कस्तो हुन्छ त्यो हेर्दै जाउँ होला अनि तर मलाई अहिलेको प्रब्लम चाहिँ के छ भने मेरो फोन राख्ने जग्गा नपाएर हौ हेर्नु नि मैले त्यो पावर टिलरको त्यो चक्का छ कि हाइसमा राख्दा पनि भएन हो अन्त त्यो राख्दाखेरि लोड यस्तो गरेर देख्दैछ अन्त माथि यस्तो राख्नु पऱ्यो नि त्यो राख्ने जग्गा पाइनँ साथीहरू के गर्नु कहाँ राख्नु भयो म हेर्दैछु ल साथीहरू गाइस यो चाहिँ खोर्सानीको बिउ जङ्गल पनि मिसेको छ होला के गर्ने नि भने मलाई यस्तो गोड्दा याद आयो कि पर देमाहरूलाई दिनु जाउँ है गाइस खुट्टा फस्यो के भने नि गाइस गोड्दा याद आयो खोर्सानी बिउ अझै यति रहेको रहेछ हो अन्त पर देमाहरू छ देमाहरूले मलाई बिउहरू दिनुभएको थियो गाइस तर यसमा नि जङ्गल छ कि खोर्सानी छ खोर्सानी अलिअलि रहेछ जङ्गलमा रहेछ कि म चिन्दिनँ हौ गाइस म जान्दिनँ त्यही भएर देमाहरूले मलाई धेरै कुरा सिकाउनुहुन्छ कहिले कहिले रोप्नुपर्छ कहिले कहिले के हो कसरी हो भनेर सिकाउनुहुन्छ देमाहरूलाई यो दिनु जान्छु म तर कल गरेर सोधौँ है देमाहरू घरमा छ कि छैन र देमाहरूले घरमा छ कि छैन सोधौँ त्यहाँदेखि चाहिन्छ कि चाहिँदैन भनेर गाइस उसको साथीहरू आइपुगेर खुरुहरू खेल्दैछ हो म चाहिँ चिया बनाइदिँदैछु अन्त चिया बनाइसकेर दिएर चाहिँ म देमाहरूकोमा जान्छु हेरिरहनुहोस् होला चिया आएर बनाइदिउँ भन्दा रात पर्ने रहेछ हो पर गएपछि देमाहरूसँग गफ लगाएर म भुलिन्छु सधैँ त्यही भएर चाहिँ म चिया बनाएर दिएर जान्छु मेरो चिया चाहिँ मिठो हुन्छ है करक चाय होगा गाइस रात परिसक्यो म चिया पाकेको छैन म जानुपर्ने पर देमाहरूकोमा म खुरु खेलेको देखाउँछु तपाईँहरूलाई यहाँ खेल्दैछ कति कमायो कति कमायो छैन कहानी बस
कति हाल्ने आज रातिसम्म खेल्ने 8:30 8:30 गाइस 8:30 सम्म खेल्ने रहेछ काम छैन यहाँ लाइट यहाँ छ डेन्जर डेन्जर इन्ट्रोड्युस है मिस्टर लुप गाइस म चाहिँ भएन म चाहिँ जान्छु रात पर्यो यिनीहरूलाई चिया सारेर दिनु भनिरहेको छु भाइ पानी लो कसको दाया भाइ बेबी म पर देमागमा आएको चिया पाक्दैछ देऊ ल म ढिलो भयो नि कता जाने भयो पर देमाकोमा जानु पर्यो भनेर नि खेल्दै गर्नुहोस् यो के भन्छ अरे यो खेलेकोलाई खुरु त खुरु नि कुनै पैसा चाहिँ केमा गाडी पोतो गाडी पोतो लु गाइस जुम रात परिसक्यो देमाले मार्नुहुन्छ अघि मैले कल गरेको थिएँ कि देमालाई अनि देमाले के भन्नुहुँदै थियो भने चाहिँ लिएर आइज न भन्नुहुँदै थियो म चाहिँ हिँडेको यहाँ गाइस 40 अब चाहिँ देमाले ला मैले त बारी बनाएको छुइनँ भन्नुहुँदै थियो ठुलो देमाले चाहिँ कल टिप्नु भयो अनि सानो देमाले चाहिँ कल टिप्नु भएन मेरो खोर्सानी हेर्नु न साथीहरू अस्ति गाईले खाइदिएर कस्तो मन दुखेको भन्नु न म त रुनु आएर कि म त आँसु आयो भन्नु नि यहाँ चाहिँ मटर टिपेर पनि खाइसक्यो अब यो चाहिँ बिउ राखेको नेक्स्ट टाइमको लागि अनि जान्छु देमाले राख्नु भने मैले टिपिसकिहालेँ अब भोलि रोप्नुहोस् न भने मैले हो जानेछु कस्तो दामी शीतल आज त दिनै शीतल भएको छ हेर्नुहोस् न गाइस कस्तो मजाको दिन भएको छ यस्तो छ है गाइस म जाँदैछु म तपाईँलाई अलिक पर पुगेपछि म तपाईँहरूलाई देखाउँछु है गाइस जाँदैछु कस्तो दामी वेदर अनि नि गाइस यो जग्गाको नाम चाहिँ के हो भने भुटानको मान्छेले हेर्नु हुँदैछ भने गेवक परे जोङखाक चिराङ गेवक चिराङते अनि चियोक कपिलसिंह चियोक र खास गरी भिलेज भनेको चाहिँ एउटा हो कि होइन थाहा भएन त्यो चाहिँ एउटै होला कपिलसिंह कापासी पनि भन्दो रहेछ त्यस्तो छ चिराङको जग्गा अन्तबाट यहाँ टाढो पारी देख्ने चाहिँ डम्फू टाउन डम्फू बजार गाइस म चाहिँ देमारको घरको छेउमा आइपुग्यो देमारको सुँगुर खोर होला पुग्न आँट्यो देमा कल गरेको टिप्नु भएन त मैले तपाईँले खोर्सानीको बिउ ल्याइदिएको थियो कति रोप्नुहुन्छ ए ठुलो खोर्सानी दिएमा कि अस्ति मैले रोपेर रहेको थिएँ नि त जङ्गलले पुरिसकेछ अघि गोड्दाखेरि अझै निक्ल्यो
मोदेमाले रोप्छ होला नरोप्नु नि रोप्दिनँ म कहिले पनि खोर्सानी त के गाईको लागि क्या भिडियो बनाउँदै आउँदैछु क्या आउँदैछु त अनि नानाले हेर्नुहुन्छ नि होइन दिमा म त कामले आज त त्यो मकै गोड्दै हो माथिको मकै गोडेर त्यो पनि नमानेर लुङटेनले आफै रुँदा भएको क्या काम गरौँ न भन्दा मान्दैन हो रुइजेल भयो नि त्यहाँदेखि जबरजस्ती आएर काम गरे काम गर्नु पनि रुनुपर्छ हौ काम गरौँ भन्दा भन्नु पनि क्या अन्त त्यो म साह्रो रिस उठ्छ आफू जान्दैन हो फानी नै हातले जानेको भए पो ए ठुल्ठुलो रहेछ फेरि अन्त त उयो भइसक्यो नि त्यहाँ अन्त त भनेको जङ्गलले पुरी लगेछ कि खोर्सानी हो ठुलो खोर्सानी ठुलो खोर्सानी हाम्रो भुटानमा चाहिँ डुक्पा खोर्सानी भन्छ अरे के भन्छ होला नि नेपालतिर त कुन त के भन्छ त्यो नि हाम्रो उतातिरको त्यस्तो भिडियोहरू पनि हेरिँदैन रहेछ हौ के भन्छ डल्लेलाई डल्ले भन्छ नि डल्ले त डल्ले खोर्सानी भन्छ यो ठुलोलाई त के भन्छ ठुलोलाई पनि के भन्छ हौ थाहा भएन अब यता हाम्रो भुटानमा डुक्पा खोर्सानी भनिहाल्छ नि उता त अक्कबारे भन्दो रहेछ डल्ले खाले खाले हुँदो रहेछ होइन त्यसरी देवाना ठुलो देवालाई दिन्छु होला दिनु नि त ठुलो देमाले खोर्सानीको काम गर्छ ठुलो देवाले फेरि यसो भनिरहेको थियो के भन्छ मैले त बारी बनाएको छुइनँ भनेको थियो अन्त मैले राख्दै गर्नु नि भोलि बनाएर रोप्नु नि त मैले उखोलिहालेको थिएँ नि त फेरि अन्त गोड्दा नि म त अघिदेखि शीतल भएपछि यता घाँसमा कुदेको आज धन्न शीतल थियो म त अघिदेखि अलिअलि शीतल भएर पनि भएन यस्तो पुरा हावा नचलेर गरम हेर्नु कस्तो भयो म हामी त दुईजना भिडियो बनाउँदा यता देमाहरूकोतिर आउनु भन्छु त्यतिकै हुन्छ हिजो अस्ति आउनु पर्दैन हौ तल राम्रो भिडियो बनाइदिनु पर्यो भनेको त आउनै आएन आउँछु नि म भोलिदेखि यतै त हो ल ल खै देमा चाहिँ ठुलो देमा चाहिँ खै माथि छ कि कहाँ छ हौ निस्केको छैन हेर्नु जाउँ त जाउँ म यहाँ मकै गोडेको खासैमा ए मकै गोड्नु हो यो चिल्लो बनाइदिएको ए यता आउने पनि त फुल पुरा गयो नि अब त अस्ति कति राम्रो थियो दुख्यो अब आम्मा गरम कस्तो छ है यतातिर उता त अहिले त उयो होला नि जाडोको महिना त उता नानाहरू भएको नाना भएकोतिर त यस्तो कति राम्रो फुल्यो नि अहिले फुल अहिले त दामी पो देखेको थिएँ अस्ति म के अन्त मोमो लिएर आउँदा रात परेको थिएन अन्त कस्तो राम्रै थियो आज ठिकै पो देख्दो रहेछ कोनी कताको देमा आएकै छैन रहेछ कतै त राखिदिउँ म रोप्दिनँ हौ भ्याउँदिनँ पनि गोडमेल गर्ने जग्गै छैन फेरि टाढो टाढो जानु सानो देमा अब हामी छोरी मान्छे नि म चाहिँ छुकाबाट हो अन्त यहाँ चाहिँ अब चिराङ बिहा गरेर आएको मेरो चाहिँ छिमेकीको बुहारी मेरो छोरीको के भन्छ तिर्सना निभाएको छ मेरो छोरी जस्तै लाग्छ मेरो छोरीहरू मसँग छैन त्यो कारणले उसले पनि आमा जस्तो मान्छ म पनि छोरी जस्तो मान्छु छोरीको तिर्सना मेटाउँछ मेरो छोरीहरू यहाँ हुन छैन नि त अब विदेशमा छ कोही आफूसँग छैन थिम्पूमा कहाँ छ त्यो भएर छोरीको तिर्सना मेट्छ है मेरो छोरी जस्तो लाग्छ उसलाई पनि आमा जस्तो भेटेको जस्तो फिल आउँछ ल त्यस्तै छौँ है हामी अब गाउँ बस्तीमा यस्तो कहिले कहिले भेट भयो भिडियो बनाउँछौँ सबैजनाले हेरिदिनु होला है त गाइस नानाहरूले के भन्नुहुन्छ नानाहरूलाई अब नानाहरूले त अब भिडियो कलमा हेरे बोलेको र अब यस्तो फाल्टै हुन्छ नि फाल्टै हुन्छ हेर्छ नि उनीहरूले ढुक्कै हेरिरहन्छ सबैले हेर्छ त्यस्तै हो गाइस अब एउटा बुहारी मान्छे भएर छोरी मान्छे भएर नि अब अर्को जग्गामा आएर बस्नु भनेको पनि साह्रै छ आफ्नो आमा बाउको तिर्सना मेटाउने फेरि अब त्यही त म चाहिँ अब हाम्रो भुटानमा भन्दा अब हामीले के भन्छ डुक्पा भन्छ नि त हामी चाहिँ अब लोचाम्पा हामी नेपाली होइन म मेरो बुढा अब डुक्पा हो अन्त अब एउटा नेपालीको तिर्सना र नि देमा अब हुन्छ नि अब डुक्पासँग बिहा गरेर आएको अब आफ्नै जस्तो अब म त्यही माथि राई अन्त देमाहरू पनि राई हुनुहुन्छ त्यही भएर यता आइबस्छु हुन्छ त उनीहरू अन्त काम गर्दैन त्यहाँ काम गर्दैन है बसेर रात पऱ्यो साथीहरू म चाहिँ फर्केको देमा अहिले मात्रै आउनु हुँदैछ गाईहरू धुएर यो चाहिँ मेरो ठुलो देमा गएछ नि त अब यो त रोप्दा यसो उयोहाल्छ यो त झार पो लिएर साँच्ची देमा त्यो मैले झार हो कि के हो चिन्दिनँ भने देमाले छानेर गर्छ भनेर हालेर आएको झार लिएछ कोही हुन्छ म रोपिदिउँला अब कति परतिर भाउजूलाई पनि दिनु पर्यो हुन्छ दिनु न अब रोप्नुहोस् न त अन्त भाउजूसँग रोप्नु ल ल देमा गएकोलाई मलाई रात पऱ्यो अब ल कस्तो अँधेरो दिउँसो भन्दा कति राम्रो देख्छ है म दिउँसो आउनु पर्यो भिडियो बनाउनु
दिउँसो चाहिँ आउनु डुक्पा खोर्सानी डुक्पा खोर्सानी होइन मैले घाँस पनि लिएर आएछु देवा हेर्नु न घाँस पनि लिएर आएछु मैले लिएर आएछ फलिहाल्छ तर स्टेकिङ चाहिन्छ यस्तो ठुलोलाई चाहिँ यो के अरे सिम्का गाड्दै रोप्यो भने चाहिँ ठाडै हुन्छ काकोलाई दिउँ ल म ल ल ल ल ल ल रात पर्यो दिउँसो आउनु दिउँसो आउँछु गाइस रात पर्यो मैले भने नि म देमहरूसँग गफ लाउनु थालेपछि चाहिँ रात पर्छ भनेर म घरमा जाँदैछु यो लाइट पनि फ्ल्यास लाइट अन गरेको यस्तो पनि हुन्छ कि हुँदैन म फर्किँदैछु रात पर्यो यिनीहरू कुरो खेलिसकेको छैन होला 8:30सम्म खेल्ने भन्दै थियो गाइस म त्यस्तो मेरो प्रेसर हाई हुन्छ कि मलाई यस्तो रिस उठ्छ कि साँच्ची भनेको चिया बसाएर राखेर गएको दिनु खाऊ है साथीहरूलाई पनि देऊ भनेर गएको ग्यासमा अफ गरेर त्यसै राखेको चिसो बनाएर बनाइराखेको कुरो पनि खानुपर्छ नि मलाई पुरै इडी लाग्छ हौ मलाई जित्यो थाहा छ कति जित्यो 400 जितेका छ एम्बकमा यहाँ रहेछ 60 80 होइन तिमी यहाँ हो त तिमीलाई मैले के भनेको थिएँ लु भन त चिया देऊ भनेर चिया देऊ खाऊ पनि भनेको थिएँ नि त यतिको मलाई त्यसरी त मेरो प्रेसर त्यसरी हाई हुन्छ चिया पनि खाएन रहेछ हौ रिस उठ्दो। प्रेसर यसले म त यस्तो छ कि बेरा भनेको मलाई साह्रै रिस हौ चिया लिएर जाँदैछु मेरो ट्रे चाहिँ चपिङ बोर्ड यो चाहिँ चिया कम्ती मिठो चिया लिएर जान्छु है गाइस बस्नुहोस् है नखानु पर्यो हजुर खाऊ खाऊ नखानु खाऊ खाऊ हेर न नखाने भन्ने खायो ल चन मेरो आयो ए कोठमा भन्छ हौ कोही जाइ त गर्थ्यो होस् न टक्क गाइन्छ दिन्छ नि नदेखेको कुरो लु भाइ अघि दिनु भनेको दिएन रहेछ नि लाग्यो है त जन्मै ल खाँदै खेल्ने खाने राखेर हानिन्छ है साथीहरू यसरी राति हुँदा टस बालेर टस बाले फेरि लाइट बालेर पनि खेल्दैछ हेलो गाइस आजको भ्लग यतिसम्म मात्रै छ है अनि नि तपाईँहरूले एउटा फाल्टो एउटा कुरा के सेयर गर्नु मन भयो भने नि आज अब जस्तै अब हामीले हाम्रो भ्लगतिर हामीले बेसी जस्तो काम गरेको देखाइरहन्छु नि त होइन साथीहरू तर तपाईँहरूले एउटा सिक्रेट भन्छु मलाई चाहिँ अब हामी स्पेसली म चाहिँ अब पढ्यो होइन अब पहिला टाउन भनौँ अब अर्बन एरियामा जन्मियो र अब त्यहाँ हुर्क्यो बढ्यो होइन अब गाउँ ठाउँको जग्गामा बेसी बसिएन अन्त अब मम्मी बाबाले पनि त्यति अब गाउँको काम यस्तो यस्तो भनेर सिकाउनु भएन भन्दा पनि अब त्यति साह्रो त्यो काम गर्नुपर्ने नै थिएन र मैले गरिनँ होइन अन्त अहिले आएर अब गाउँमा बिहा गरियो अब गाउँमा बिहा गरेपछि त गाउँको काम गर्नु पर्यो अन्त एउटा कुरा भन्नु भन्दाखेरि मैले गाउँको काम आउँदैन मलाई गाइस अन्त अब भ्लगमा त अब गाउँमा बसेको छ गाउँको काम अलिअलि त गर्नु पर्यो सिक्दैछु साथीहरू तपाईँले सोच्नु भयो होला बुई उसले त पुरा काम गर्दो रहेछ भनेर त्यस्तो चाहिँ होइन गाइस मलाई काम चाहिँ त्यति आउँदैन तर पनि म सिक्दैछु अब पर देमाहरू हुनुहुन्छ तपाईँले देख्नुभयो भ्लगमा अब मेरो क्लोज भनेको अब देमाहरू मात्रै हुनुहुन्छ अब यस्तो नयाँ जग्गामा आएर एउटा छोरी मान्छे होइन अब बिहा गरेर आएपछि कति कुरा त अब आफूलाई मिस हुन्छ नि आफ्नो आमा बाउ होइन त्यही भएर अब देमाहरू भएकोमा जान्छु देमाहरूसँग गफ लगाउँछु कुरा गर्छौँ अन्त देमाहरूले सिकाउनुहुन्छ यो यति बेला यस्तो रोप्नुपर्छ भनेर गाइस तपाईँहरू हाँस्नुहुन्छ होला कि मलाई त्यो खोर्सानीको बिउ राखेर चाहिँ त्यसलाई उमार्नु पर्दो जस्तो मलाई थाहा थिएन अन्त मलाई चाहिँ अब कसरी हो त्यस्तो थाहा थिएन देमाहरूले सबैले सिकाउनु भयो र अब गर्दैछौँ दुईजना मिलेर अब पहिला त अब त्यही उता बस्यो काम सिकेन जानेन तर अब फर्केर भन्दा अब बिहा गर्ने बेला आफ्नो भाग्यमा यता आइपुग्यो अब घरमा पनि हामी दुईजना मात्रै कोही छैन साथीहरू हामी दुईजना मात्रै हो अन्त अब दुईजनाले गर्नु पर्यो दुःख सुख गर्दैछौँ एउटा अब सुँगुर पिगरी फार्म छ होइन अब अलिअलि सागसब्जी अब बेच्नु भएन भए पनि आफूलाई घरमा किन्नु नपरोस् खानु सबै कुरो भइरहेछ होइन
अब जानु चाहिँ जानिँदैन तर पनि अब सिक्दै गइन्छ त्यो हो आज तपाईँलाई सेयर गर्नु मन लागेको कुरा चाहिँ किनभने तपाईँले सम्झिनुहुन्थ्यो होला नि त नि अब वाउ कति काम गर्दो रहेछ कामकारी हुँदो रहेछ भनेर तपाईँलाई त्यो कुरा सेयर गरेको साथीहरू मलाई काम गर्नु चाहिँ आउँदैन अब त्योभन्दा काम गर्नु त अब पढोस् न अब त्यो गाउँठाउँको काम होइन पहिला पहिला त मलाई भात सब्जी पकाउनु पनि आउँथेन साथीहरू मलाई कस्तो शरम लाग्छ कि त्यो भन्दाखेरि तर मलाई यस्तो लाग्छ कि पछाडि मेरो छोराछोरीलाई चाहिँ म यस्तो काम सिकाउँछु कि छोरीलाई भन्दा पनि छोरालाई बेसी क्या अब आफू छोरी मान्छे भएर होइन मेरो छोराले उसको वाइफलाई हुन्छ नि कसरी अहिलेदेखि नै पुरा सोच आउँछ हाउ ही सुड ट्रिट हिज वाइफ एन्ड लाइक हाउ ही सुड नो हाउ टु डु द वर्क हुन्छ नि हाउसको घरभित्रको काम पनि गर्नु आओस् भन्ने हुन्छ नि यो छोरी मान्छेलाई मात्रै होइन छोरा मान्छेलाई पनि काम गर्नु चाहिँ आउनुपर्छ गाइस त्यस्तो है अन्त म त छोरी मान्छे भएर मलाई काम जानेन र भए गर्दा चाहिँ मलाई इट्स इम्पोर्टेन्ट फर बोथ जेन्डर हुन्छ नि गर्ल्स बोइज दुईजनालाई नै काम गर्नु आउनुपर्छ गाइस अन्त मलाई इम्पोर्टेन्स थाहा हुँदैछ साथीहरू अब यस्तो छ हामी दुईजना मात्रै छ लड्यो खाइयो हाँस्यो बोल्यो दुईजना मात्रै छौँ अन्त अब यस्तै गर्दैछौँ त्यस्तो छ साथीहरू अब हाम्रो भ्लग त काम अब गाउँमा भएर के भ्लग बनाउनु भनेर बिहान उठ्छौँ आजको कन्टेन्ट के बनाउनु होला भनेर सोच आउँछ कि गाइस अन्त के बनाउनु अब गाउँठाउँ भएपछि अब त्यो कामको त गर्नुपर्छ होला भन्ने हुन्छ तर अरू बेला अरू कन्टेन्ट पनि लिएर आउँछौँ हामी दुईजनाले हो गाइस त्यो भएर हामीसँग जुरिरहनुहोस् होला अन्त अब म चाहिँ खास गरी अब नेपाली भन्दाखेरि अब नेपालको मान्छेहरूलाई चाहिँ नेपाली भनिन्छ नि है अन्त हाम्रो भुटानमा चाहिँ नेपालीहरूलाई चाहिँ लोसाम्पा भन्छ हो अन्त मेरो हस्बेन्ड चाहिँ ऊ चाहिँ नेपाली होइन ऊ चाहिँ डुक्पा हो डुक्पा अझै डुक्पाभित्र पनि गालोङ त्यहाँदेखि टोङसापा त्यहाँदेखि बुमताप यस्तोहरू हुन्छ नि त अन्त मेरो बुढा चाहिँ सासुक हो अन्त हामीसँग रहिरहनु होला अन्त तपाईँहरूले अब एक दिन सासुक भन्दाखेरि के आउँदैन एक दिन हामी सासुक बोलेको च्यालेन्ज ल्याउँछौँ है गाइस रहनु होला मेरो सासुक इट्स नट गुड माई सासुक इज नट गुड तर पनि एउटा नि एक्साइटमेन्ट एन्टरटेनमेन्ट तपाईँहरूलाई देखाउँछु गाइस अनि अहिलेसम्म हेरिरहनुहुन्छ भने हेरिरहदिनु भएको छ भने थ्याङ्क यू फर सपोर्टिङ एन्ड थ्याङ्क यू फर वाचिङ टिल नाउ एन्ड अब नयाँ भ्युवर्सहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् होला हामीसँग रहिरहनुहोस् होला थ्याङ्क यू फर वाचिङ गाइस बाइ बाइ I just had to let you know you're